भावनामाथि खेल्यौ मलाई एउटा पनि मन परेन त्यसैले म तिमीसँग आएको बस गीताञ्जली बस मैले तिम्रो इन्गेजमेन्टमा तिमीलाई प्रपोज गरेको थिएँ हेर हेर ले ब्रो त्यतिखेर तिमीले मलाई वास्ता गरिनौ अहिले अहिले मसँग रुन आउँछौ विजय त्यति बेला म पागल थिएँ मेरो बुद्धि सुद्धि सबै भ्रष्ट भएको थियो तर म तिमीलाई अहिले माया गर्छु म तिम्रो हुन चाहन्छु हेर गीताञ्जली तिमी एउटा विवाहित महिला हो तिमीले पक्कै पनि रुन्डीबाजी गरिले होला त्यसैले म तिमीलाई अपनाउन सक्दिनँ विजय ठिक छ तपाईँले पनि मलाई बुझ्नु भएन म घाँटी बुझेर मर्छु स्वाद त पहिलाकै रहेछ त गीताञ्जली तिमीले मेरो लागि सब ज्यान फाल्न सक्छौ भने म पनि तिमीलाई स्वीकार्न सक्छु म गीताञ्जलीसँग विवाह गर्न चाहन्छु के अरे बिहे गर्छु अरे यो तल्ला गाउँको आर्ने छोरी होइन र यसको त अस्ति भर्खरै बिहे भएको हो बाबा यिनी तल हार्ने छोरी हुन् तर मलाई उनको विवाहसँग मतलब होइन म उनलाई प्रेम गर्छु त्यसैले म उनीसँग बिहे गर्न चाहन्छु मेरो र उनको छिटोभन्दा छिटो विवाह गरिदिनु पर्यो यति रिक्वेस्ट साले गोरु अर्काले दुईसौको गाई फेरि तुन्छु भने लाज लाग्दैन बस बाबा बस गीताञ्जलीको बारेमा एक शब्द नराम्रो नभन्नुहोस् मलाई थाहा छ गीताञ्जली अझ पनि चोकी छन् लौनी जस्तै चोकी छ होइन यदि उनी साँच्चै नै चोकी छन् भने खै एकचोटि भित्र पठा त म चेक गर्छु खबरदार बुबा हजुर खबरदार तपाईँलाई यो सब उनको बारेमा भन्न अलिकति पनि लाज लाग्दैन तपाईँ जस्तो कुलङ्गार भाउ अहिलेसम्म देखाएको थिएन लाज त तँलाई लाग्नु पर्ने एउटा कात्तिके कुकुरनीले घरभित्र भित्र खोज्ने बस बाबा बस अघिबाट ट्याट 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 गरेर राख्नु भएको छ एउटा बुढो र ज्येष्ठ नागरिक भएर यस्ता घिनलाग्दा कुरा गर्न लाज लाग्दैन साली साली पाथा पार्की टुकिने बेसिया पाथर मेरो बालाई आज बुढो भन्ने आज उहाँले अनि ज्येष्ठ नागरिक भने तँलाई त मैले अझ ब्याउनी बनाउने भनिकन ल्याएको थिएँ अन्त यस्तो कुरा गर्ने साली निक्ले यहाँबाट साली अरू सब गरेछ मेरो बाबुको बारेमा एक शब्द नराम्रो नभने मेरो बाबु भनेको मेरो लागि सस्तो बुझिस् तैँले